दर्शक बिनीहरू सम्पूर्णमा नमस्कार। हामी यति बेला जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर 7 गोपीसेरामा छौँ। तपाईले यो पछाडि देखिरहनु भएको छ यो सिँचाइ नहर, करोडौं लगानीमा बनेको यो सिँचाइ नहर अहिले यसरी छेद विच्छेद अवस्थामा छ। यसले गर्दा यहाँका स्थानीयलाई यो असार महिनामा रोपाई गर्न एकदमै सकस भइरहेको छ। यहाँनिर यो चुथीदेखि ढमकनीसम्म लग्नको लागि जुन कृषि रोड यो कटान गरियो, यो कृषि रोडले गर्दा यो नहर अहिले छेद विच्छेद अवस्थामा बनेको छ र यहाँका स्थानीय यो नहरको छेद विच्छेद अवस्था देख्दा एकदमै चिन्तित पनि छन् र बेला बेला भनिरहेका छन् यस नहरलाई पुनर्निर्माण गरेर सजिलै तरिकाले रोपाई गर्न सकियोस् भन्ने स्थानीयहरूको माग रहेको छ। तर यो करोडौं लगानीमा बनेको यो नहर यसरी छेद विच्छेद हुँदा कसैले चासो दिएको पाइँदैन। यो कृषि रोडले गर्दा एकदमै यहाँ बनेका संरचनाहरू भत्किरहेका छन्। यो पछाडि मात्र नभई यो सिङ्गो नहर माथिदेखि तलसम्म एकदमै भत्किएको अवस्थामा छ। हुन त यो कृषि रोड ल्याउनु गलत त होइन, तर पनि यसरी बनाइएका संरचनाहरू दिन प्रतिदिन भत्किँदै जाने हो भने विकास भएको कुनै अर्थ लाग्दैन। हामी तपाईलाई यता मात्र नभई माथिको नहर पनि देखाउनेछौँ। तपाईले यो पछाडि पुरै सिङ्गो रोड देखिसक्नु भएको छ। यो रोड कटान नगर्नु पूर्व यहाँको यो वन जङ्गल एकदमै हरियाली थियो। यहाँ मेलापात गर्न पनि एकदमै सजिलो थियो। तब जुन रोड कटान गरियो त्योभन्दा पछाडि यहाँ पहिरो लाग्न सुरु भएको छ। हामी तपाईलाई सम्पूर्ण दृश्य देखाइरहेका छौँ। तपाईले हेर्न सक्नुहुनेछ एकदमै यो नहरको दुर्दशा। ठुलो लगानीमा निर्माण गरिन्छ तर અહીં बनाइएका संरचना एकाएक भत्किँदा एकदमै समस्या भइरहेको छ। माथि रोड छ, तल नहर छ। जुन नहर एकदमै पुरिएको छ, पाइप हालेर पानी लिने एकदमै सकस काम भइरहेको छ। रोपाई गर्नमा एकदमै असजिलो वातावरण सिर्जना भइरहेको बेला कसैले चासो दिइरहेको पाइँदैन।